ल है गाइज, फेरि अर्को खुसीको खबर सुन्न पाइएको छ। यो सरकारले सरकार बन्ने बित्तिकै घोषणा गरेको कुरा पुरा गर्न लागेको देखिन्छ। घर घर पासपोर्ट र लाइसेन्स पुर्याउने कुरा जो कोहीलाई विश्वास लागेको थिएन भने झन् एमाले, काङ्ग्रेस र माओवादीले त यो कुरा सम्भव छैन र यो सरकारले भ्रम जनता माझ नछर्नको लागि आग्रह पनि गर्दै आएका थिए। हिगौँदेखि सरकारमा चलाउँदै आएका र आफूले यति सानसाना कुरा पनि गर्न नसक्दा जनताको नजरबाट गिरेका यी पार्टीहरूलाई यो कुरा के नै मन पर्थ्यो र? तर यो कुरालाई छिर्दै अहिलेको सरकारले यो कामलाई सुरु गरेको छ। मेग्दी जिल्ला प्रशासनबाट पासपोर्ट एप्लाई गरेका एकजना व्यक्तिलाई तपाईको पासपोर्ट हामी घरमै पुर्याउन आउँदैछौँ भनेर हुलक्का कर्मचारीले फोन गर्छन्। यो भिडियोबाट तपाईले प्रष्ट रूपमा बुझ्न सक्नुहुन्छ। मलाई चाहिँ अहिले चालेको सरकारको काम अति नै मन परेको छ। तपाईलाई के लाग्छ? तपाईलाई मन पर्छ कि पर्दैन? कमेन्टमा आफ्नो प्रतिक्रिया जनाउनु होला। धन्यवाद। नमस्कार सर, हजुर इन्द्र बहादुर कटुवाल छेत्री बोल्नुभयो सर? हजुर यो हजुरले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट एउटा पासपोर्ट बनाउनु भएको रहेछ होइन? त्यो पासपोर्ट चाहिँ जिल्ला हुल्ला कार्यालय म्याग्दीले घरमै पुर्याउनु पर्ने सरकारले जुन प्रावधान ल्याएको रहेछ, त्यही अनुसार हजुरको घरमा पासपोर्ट बुझाउनको लागि हामी आउँदैछौँ। हजुरको घरको लोकेसन कहाँनिर होला यसो बताइदिनुहुन्थ्यो कि भनेर।